हजुरहरू सम्पूर्णमा बिज अफ टिमको तर्फबाट नमस्कार। अघिल्लो भिडियोमा चाहिँ हामीले आफ्नो फिल्ड सेल्स, सिआरएम र आफ्टर सेल्स सर्भिसको बारेमा बताएको थियौँ भने यो भिडियोमा चाहिँ हामी कसरी अब नयाँ कुनै पनि आइडी तपाईँले लिइसकेपछि त्यसलाई कसरी सेटअप गर्ने भन्ने कुरामा चाहिँ बताउन गइरहेका छौँ। यसमा चाहिँ यो हाम्रो एउटा डेमो आइडी मैले क्रिएट गरेको छु होइन। यसबाट चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ कसरी अब तपाईँको नयाँ आइडी आइसकेपछि कसरी युज गर्नुहुन्छ, कसरी क्रिएट गर्नुहुन्छ भनेर। अब सुरुमा चाहिँ सबसे सुरुमा तपाईँले टिम मेम्बरहरू एड गर्नुहुन्छ होइन। अहिले चाहिँ एडमिनको हामीले दिँदाखेरि सुरुमा एकजनाको मात्रै एडमिनको मात्रै आइडी दिएको हुन्छौँ। अनि त्यसपछि तपाईँले आफ्नो टिम मेम्बरहरू एड गर्दाखेरि चाहिँ यहाँनिर टिम मेम्बरमा गएर एड गर्नुपर्ने हुन्छ। सपोज अब यहाँ एडमिनको डिटेलहरू यहाँनिर भयो होइन। अनि टिम मेम्बरको डिटेल चाहिँ यहाँबाट एड टिम मेम्बर गरेर गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले पहिला एउटा रोल पनि क्रिएट गर्नुपर्ने हुन्छ है। अनि रोल क्रिएट गर्नको लागि चाहिँ सबभन्दा सुरुमा सेटिङ्समा गएर म्यानेज रोल्सको अप्सन हुन्छ। यसमा जस्तै अहिले एडमिन हुनुहुन्छ भने एडमिनभन्दा बाहेक चाहिँ सपोज अहिले मैले एउटा युजर भनेर राखिदिएँ। युजर चाहिँ एडमिन हो कि होइन भन्ने कुरा हुन्छ। एडमिन होइन भनेपछि यहाँ नोमा हुन्छ। त्यसपछि एक्सेस लेभल कुन दिने, जेनरल दिने कि कम्पनी दिने कि ब्रान्च दिने होइन। अब युजर भएपछि जेनरल रोल होला। त्यसपछि अब लोकेसन ट्र्याकिङ दिने कि नदिने, तपाईँ जे दिनुहुन्छ होइन। फिल्ड स्टाफलाई चाहिँ अब लोकेसन ट्र्याकिङ, रुट ट्र्याकिङहरू नदिने होला, अथवा तपाईँको कम्पनीको पोलिसी अनुसार जे हुन्छ त्यही अनुसार चाहिँ तपाईँले रोल पर्मिसनहरू दिनुहुन्छ। सपोज अब मैले यहाँबाट चाहिँ लोकेसन र रुट ट्र्याकिङको अप्सन हटाइदिएँ। त्यसपछि अब लिभ रिक्वेस्टको अप्सन दिने होला। त्यसपछि त्यसलाई अप्रुभ रिजेक्ट गर्ने अप्सन नदिने होला, किनभने युजरले नै आफै लिभ हाल्दै त्यसपछि आफै रिजेक्ट गर्ने अथवा आफै अप्रुभ गर्ने त नमिल्ला नि त। त्यो एडमिनले नै हेर्नु पर्ला अथवा सुपरभाइजरले हेर्नु पर्ला। त्यसको लागि चाहिँ यो अफ हुनु पर्यो। अनि लिडहरूको के एक्सेस दिने, भ्यू अल लिड दिने कि चेन्ज लिड ओनर, यहाँ चाहिँ भएको हाम्रो सबै मोड्युलहरू तपाईँहरूलाई जे एक्सेस दिएको हुन्छ त्यो अनुसार चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। कुन पर्मिसन दिने, कुन पर्मिसन नदिने भनेर। यो कुरा चाहिँ अब तपाईँले आफ्नो कम्पनीको पोलिसी अनुसार गर्नुहुने भयो। तर अहिले चाहिँ मैले बेसिक रोल एड गरेँ होइन। एड रोल गरिन्छ। त्यसपछि यो एउटा भयो होइन। अब सेम युजर जस्तै तर युजरको एक दुईवटा पर्मिसन चाहिँ नदिने भन्ने छ भने तपाईँले एउटा अर्को कपी पनि बनाउन सक्नुहुन्छ। पहिला यो एउटा युजर बनाउनु भयो, त्यसपछि यहाँ कपी बनाइसकेपछि यहाँ कपी अफ युजर हुन्छ। यसलाई नाम चेन्ज गरेर तपाईँले अर्को पनि नाम हाल्न सक्नुहुन्छ। जस्तै फिल्ड भनेर हालिदिएँ मैले होइन। फिल्ड हालेर अब अगाडि जे पर्मिसन दिनुभएको थियो त्यो चाहिँ अलरेडी हुन्छ। अब त्यसमा कुनै थप्नु पर्ने छ अथवा त्यसमा कुनै घटाउनु पर्ने छ भने त्यो गर्नु भने यो सजिलो तरिकाले गर्न सक्नुहुन्छ। जस्तै अब यहाँ मैले अपडेट रोल गरिदिएँ। त्यसपछि यो रोल पर्मिसनहरू राखिसकेपछि तपाईँले यहाँ टिम मेम्बरबाट चाहिँ एड टिम मेम्बर गर्नुहुन्छ। यसमा अब सपोज नाम भयो होइन। नामलाई अहिले मैले एडमिन बाहेक युजर राख्दै होइन। उहाँको नम्बर हुन्छ, नम्बर अब कति हो भनेर यहाँ हालियो होइन। त्यसपछि पासवर्ड तपाईँले आफै क्रिएट गरेर दिनुहुन्छ, उहाँले पछि चेन्ज गर्न नि पाउनुहुन्छ। त्यसपछि अब कसैले अब छोडेर जानुभयो भने पछि एडमिनले चाहिँ सबैको पासवर्ड पनि चेन्ज गर्ने अप्सन छ होइन। अनि कन्फर्म पासवर्ड भनेर यहाँबाट हाल्नुहुन्छ, मेल सेट गरिदिनुहुन्छ। मेल हाल्नुहुन्छ भने यो रातो लाकोवाला म्यान्डेटरी भइहाल्यो, त्यो हाल्नै पर्छ। अब सपोज उहाँ युजर हो भने युजर हुनुभयो होइन। ब्रान्च कुन भन्दाखेरि मेन ब्रान्चमै हुनुहुन्छ। वेयर हाउस कुन, मेन वेयर हाउस होइन। सुपरभाइजरहरू कसैलाई एड गर्नु छ भने यहाँबाट एड गर्न सक्नुहुन्छ। अहिले हाम्रो अब रोलमा के अरे टिम मेम्बरमा छैन, त्यही भएर यहाँ भएन। त्यसरी नै उहाँले चाहिँ अब उहाँलाई कसले सुपरभाइज गर्छ, उहाँ टिम मेम्बर, तपाईँको अर्को टिम मेम्बर एडमिनभन्दा बाहेक अर्को टिम मेम्बरले चाहिँ यहाँबाट सुपरभाइजर असाइन गर्न सक्नुहुन्छ। यहाँबाट त्यसपछि यसरी एड युजरको अप्सन आयो। त्यसपछि उहाँको फोन नम्बरको डिटेलहरू यहाँनिर भयो। यहाँभित्र गएर चाहिँ अरू पर्सनल इन्फर्मेसनहरू पनि हाल्न चाहनुहुन्छ भने यहाँबाट हाल्न सक्नुहुन्छ। यहाँ एडिटको अप्सन हुन्छ। यहाँभित्र चाहिँ तपाईँले के इन्फर्मेसन हाल्ने भनेर चाहिँ यो इन्फर्मेसनहरू हाल्न सक्नुहुन्छ होइन। अपडेट युजर गर्नुहुन्छ। पछि पासवर्ड एडमिनले पासवर्ड चेन्ज गर्ने अप्सन त यहाँबाट भइहाल्यो, चेन्ज पासवर्ड। अनि मेनली सेटअप भनेको अब यो हुने भयो टिम मेम्बर एड गर्नको लागि। त्योभन्दा बाहेक भनेको अर्को हाम्रो अब यहाँ बिजनेस डिटेल्स छ होइन। बिजनेस डिटेल्समा गएर चाहिँ यहाँ एडिट होइन। सुरुमा अब हामीले यसमा तपाईँलाई दिँदाखेरि नामले नै दिएको हुन्छौँ, तर अब केही चेन्जेसहरू गर्नुपर्ने छ। कम्पनीको नाम भने यहाँबाट हाल्न सक्नुहुन्छ, बिजनेस सिटी होइन। आफ्नो के हो ह्यान्डसेक टोकनहरू छ भने अब जस्तै रिपोर्टिङ होइन, दिनभरि मोनिटर गर्न भ्याइँदैन तर म कुनै टाइममा फ्री छु भन्ने चाहिँ
यो टाइममा मलाई रिपोर्टिङ मेल आओस् भन्ने तपाईँले चाहनुहुन्छ भने यहाँ एड न्यू रिपोर्टिङ मेल पनि गर्न सक्नुहुन्छ। त्यसपछि कुनै नोटिसहरू हाल्नु पर्यो भने यहाँ नोटिस हाल्न सक्नुहुन्छ। एटेन्डेन्स सेटिङमा अब चेक इन टाइम कति बजे हो, चेकआउट टाइम कति बजे हो होइन, लेट हुनुभन्दा अगाडि चाहिँ ग्रेस पिरियडहरू राख्न सक्नुहुन्छ। त्यसपछि अब 10 मिनट, जस्तै 10 बजे चेक इन टाइम हो भने 10 बजेर 10 मिनटभन्दा पछाडि चाहिँ चेक इन गर्न पाइँदैन है भन्ने तपाईँले राख्न चाहनुहुन्छ भने यहाँ 5000 भनेको अहिले हामीले अनलिमिटेड जसरी नै राखेका छौँ। तर अब यसमा तपाईँले आफ्नो पोलिसी अनुसार कति टाइम राख्ने भनेर सेट गर्न सक्नुहुन्छ, 10 मिनट सपोज होइन। अनि चेकआउट गर्ने बेला चाहिँ अब डेली वर्कलग चाहिने नै हो कि वर्कलग नभए पनि हुन्छ, त्यो अब तपाईँको कम्पनीको पोलिसी अनुसार। जस्तै रिक्वायर्ड डेली वर्कलग होइन, यो अन भयो भने चाहिँ वर्कलग नहालिकन चेकआउट गर्न मिल्दैन, यो अफ गर्नुभयो भने चेकआउट गर्न मिल्छ। त्यस्तै अर्को रेस्ट्रिक्ट चेक इन इफ प्रिभियसली नट प्रिभियसली चेकड आउट भनेर छ। यो भनेको चाहिँ के हो भन्दाखेरि अब जस्तै हिजो बेलुका कसैले चेकआउट नगरेको छ भने त्यो भोलि आएर चाहिँ चेक इन गर्न मिल्दैन होइन। त्यो एडमिनले चाहिँ म्यानुअल ओभरराइड गर्ने अप्सनहरू त भइहाल्यो, तर युजरले चाहिँ यो चेक इन गर्न पाइँदैन चेकआउट नगरेपछि होइन। त्योहरू तपाईँले अब यहाँबाट सेट गरिसकेर चाहिँ यहाँ अपडेट गर्नुहुन्छ, त्यो भयो। अनि अर्को भनेको अब म्यानेज रोल्स गरिहाल्यो। ब्रान्चेसहरू छ भने तपाईँले यहाँ ब्रान्चहरू एड गर्न सक्नुहुन्छ होइन। अहिले मेन ब्रान्च भनेको छ तपाईँले अब जस्तै अर्को ब्रान्च छ सपोज विराटनगर ब्रान्च भयो भने यहाँ विराटनगर लेख्नुहुन्छ होइन। अनि एड ब्रान्च गर्नुहुन्छ, त्यसमा त्यो अनुसारको स्टाफहरू तपाईँले पछि एड गर्दाखेरि त्यो पनि हाल्ने कुरा भयो। अर्को भनेको यहाँ लिभ रिजन टाइप्स भनेर छ। अब लिभ रिजन टाइप्समा चाहिँ अब तपाईँले कुन कुन कुरामा चाहिँ कुन कुन हेडिङमा चाहिँ तपाईँले लिभ दिनुहुन्छ। एउटा मेन भनेको सिक लिभ भइहाल्यो होला। त्यसपछि अर्को भनेको कसैले इन्टरटेनमेन्ट लिभ दिने हो कि होइन, त्यो तपाईँको कम्पनीको पोलिसी अनुसार के हुन्छ त्यो चाहिँ तपाईँले हाल्न सक्नुहुन्छ होइन। इन्टरटेनमेन्ट लिभ भनेर मैले अहिले हालिदिएँ। यसरी नै तपाईँले आफ्नो चाहिँ स्टाफलाई कुन कुन हेडिङमा लिभ दिनुहुन्छ, त्यो कुरा कुन कुन कारणले दिनुहुन्छ, त्यो कुराहरू तपाईँले यहाँबाट सेट गर्नुपर्ने हुन्छ। सिक लिभ, इन्टरटेनमेन्ट लिभ मैले हालिदिएँ अहिले। अनि फलोअप टाइपमा अब कस्टमर लिडहरूलाई फलोअप गर्दाखेरि चाहिँ के को लागि फलोअप गर्नुहुन्छ त्यो फलोअप टाइपहरू पनि सेट गर्न मिल्छ। जस्तै अब फलोअप टाइप भन्नाले चाहिँ अब तपाईँले आफ्नो अब जस्तै अर्डरको लागि फलोअप हो कि होइन, डिस्प्याचको लागि फलोअप गर्ने हो कि पेमेन्टको लागि फलोअप गर्ने हो कि, त्यो कुराहरू फलोअप टाइपहरू यहाँबाट चाहिँ सेट गर्न सक्नुहुन्छ। जस्तै अब पेमेन्ट फलोअप पनि हुनसक्छ, यहाँ पेमेन्ट फलोअप हालिदिएँ मैले होइन, त्यो अपडेट भयो, त्यो भयो। त्यसपछि अर्को भने इस्यु। अब इस्युहरू कहाँबाट कस्तो खालको इस्यु हुनसक्छ त भन्दाखेरि त्यो इस्युको टाइपहरू पनि यहाँबाट तपाईँले सेट गर्नुपर्ने हुन्छ। अब टेक्निकल इस्यु हो कि होइन, डिस्प्याचको इस्यु हो कि। मेनली हाम्रो अब इस्यु ट्र्याकर भनेको त टेक्निकल्ली नै हो, त्यो भएर अब कस्तो खाले हुनसक्छ इस्यु टाइप भने कुनै अब जस्तै आइटी कम्पनीहरू हुनुहुन्छ भने उहाँले बग भनेर हाल्नु होला होइन। अनि अर्को भनेको कस्टमर रिलेटेड केही इस्यु होला, त्यो अब इस्युको टाइप अनुसार चाहिँ तपाईँले यहाँबाट इस्यु टाइपहरू सेट गर्न सक्नुहुन्छ। इस्यु ओरिजिन टाइप। इस्यु ओरिजिन टाइपमा चाहिँ अब तपाईँ यो चाहिँ ओरिजिन कहाँबाट भएको त, यो कस्टमरकोबाट भएको हो कि होइन, स्टाफबाट भएको हो कि कहाँबाट भएको हो त, त्यो कुराहरू पनि तपाईँले यहाँ हाल्न सक्नुहुन्छ। जस्तै मैले अहिले कस्टमर हालिदिएँ। अनि अर्को भनेको अग्रिमेन्ट टाइप्स। अग्रिमेन्ट टाइप्समा चाहिँ तपाईँले अब के हुन्छ त कसैको सर्भिस लेभल एग्रिमेन्ट होला होइन, मैले एसएलए हालिदिएँ। अनि अर्को भनेको कसैको वारेन्टी ग्यारेन्टीको कुराहरू होला, त्यो कुराहरू पनि तपाईँले यहाँ हाल्न सक्नुहुन्छ। अनि यो अपडेट गरिदिएपछि अग्रिमेन्टको टाइपहरू यहाँबाट सेट हुन्छ। अनि डिस्प्ले युनिट टाइप भनेर छ। डिस्प्ले युनिट टाइप भनेको अब तपाईँको प्रोडक्टको डिस्प्ले हुँदाखेरि त्यो के कुन टाइप हो त्यो पनि हाल्न सक्नुहुन्छ। भिजिट रिजन टाइप भन्ने भिजिटर लगमा आउँदाखेरि कुन पर्पजले चाहिँ भेट्न आउनु भएको छ, भिजिट गर्न आउनु भएको छ तपाईँको कम्पनीमा, त्यो कुराहरू चाहिँ यहाँ आएर बस्ने हुन्छ। भिजिट रिजन टाइप्समा त्यो हाल्न सक्नुभयो। अनि अर्को कस्टमर कस्ट्युम फिल्ड भनेर छ होइन। हाम्रो चाहिँ कस्टमरमा अहिले हामीले जे दिएको छौँ होइन, नेम, एड्रेस, मोबाइल नम्बर, त्यो कुराहरू भयो। त्योभन्दा बाहेक पनि तपाईँले त्यहाँ चाहिँ कस्टमरहरू हाल्दा, लिडहरू हाल्दाखेरि चाहिँ केही हेडिङहरू होइन त्यस्तो चाहिन्छ तपाईँलाई भने त्यो तपाईँले यहाँबाट एड न्यू फिल्ड गरेर हाल्न सक्नुहुन्छ। जस्तै हाम्रोमा अहिले अब सियुआइडी छैन भने तपाईँले यहाँ सियुआइडी हाल्न सक्नुहुन्छ, स्ट्याटस एक्टिभ होला होइन। अनि फिल्ड टाइप भने के हो त होइन, सिङ्गल सेलेक्ट हो कि मल्टिपल सेलेक्ट हो कि टेक्स्ट हो होइन, त्यो सबै तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ। अनि भ्यालुजको कुराहरू भयो होइन,
अनि इज रिक्वायर फिल्ड भनेको म्यान्डेटरी राख्ने कि नराख्ने त्यो कुराहरू भयो। यस गर्नुभयो भने म्यान्डेटरी हुन्छ, नो राख्नुभयो भने म्यान्डेटरी हुँदैन। त्यसपछि अहिले हामीसँग जुन अलरेडी छ है यो मोबाइल फोन नेम यिनीहरूको कुराहरू म्यान्डेटरी अब यहाँ भएको मध्येबाट पनि तपाईँले कुनैलाई चाहिँ म्यान्डेटरी राख्ने कुनैलाई नराख्ने भन्ने हो भने चाहिँ त्यो पनि तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ। जस्तै तपाईँलाई फोन नम्बर चाहिँदैन भने यो एक्टिभ अफ गरिदिनुहोस् होइन, अथवा फोन नम्बर कम्पलसरी हो म्यान्डेटरी हो भने तपाईँले यहाँबाट रिक्वायर्डमा टिक गर्नुहुन्छ। त्यो कुराहरू भयो। अनि अर्को भने इस्यु कस्टम फिल्डमा पनि इस्युमा चाहिँ हाम्रो जे हेडिङहरू छ होइन कस्टम फिल्ड्सहरू त्यो चाहिँ तपाईँले सेट गर्न सक्नुहुन्छ, जसरी कस्टमर कस्टम फिल्डमा गरिन्थ्यो। अनि अर्को भनेको कस्टमर क्याटेगोरिजको कुरा भयो। कस्टमर क्याटेगोरिजमा चाहिँ तपाईँले कस्तो खाले कस्टमर, कसैको होलसेलर होला, रिटेलर होला, अथवा आफ्नो कम्पनी अनुसार जे छ त्यो कस्टमरको टाइप चाहिँ तपाईँले यहाँबाट हाल्न सक्नुहुन्छ। अनि त्यसपछि अर्को भनेको लिड सोर्स होइन, तपाईँको लिड जेनेरेट भइरहनु भएको छ त कहाँबाट भइरहनु भएको छ त होइन, वाक इन कस्टमर हो कि त्यसपछि कुनै एडहरू चलाएर उहाँहरू आउनु भएको छ कि होइन, त्यो कुराहरू चाहिँ हाल्न सकिन्छ। अब लिड सोर्स त्यो भयो। अर्को भनेको अपर्च्युनिटी पाइपलाइन होइन, अपर्च्युनिटी पाइपलाइन भन्नेमा चाहिँ तपाईँले पाइपलाइनको स्टेजहरू हाल्न सक्नुहुन्छ होइन। नर्मल्ली अपर्च्युनिटी पाइपलाइन बनाउँदाखेरि 3टा वा 4वटा भयो भने बेटर हुन्छ है। त्यो भएर चाहिँ अब तपाईँले कुन कुन स्टेजमा हुन्छ, जस्तै अब फर्स्ट इनिसियल स्टेज होइन, नेगोसिएसनको स्टेज, त्यसपछि क्लोजर डिल क्लोजरको स्टेज, अपर्च्युनिटीमा तपाईँको चाहिँ के हुनसक्छ त्यो चाहिँ तपाईँले हाल्न सक्नुहुन्छ, एड न्यू स्टेज गरेर हाल्न सक्नुहुन्छ होइन। पाइपलाइनको बारेमा अपर्च्युनिटी पाइपलाइनको त्यो भयो। आइटमको क्याटेगोरीहरू तपाईँले यहाँबाट सेट गर्न सक्नुहुन्छ। अनि एसएमएस इन्टिग्रेसनहरू गर्नुभएको छ, फेसबुक लिडरहरू इन्टिग्रेसन गर्नुहुन्छ भने त्यो पनि यहाँबाट गर्न सकिने भयो है। अनि एसएमएस टेम्प्लेटमा चाहिँ अब बल्क मेसेजिङ कसैलाई गर्नु छ अथवा एकजनालाई मात्रै गर्नु छ भने पनि त्यो टेम्प्लेट चाहिँ तपाईँले यहाँबाट सेट गर्न सक्नुहुन्छ। अर्को भनेको म्यानेज आइटम क्याटेगोरिज होइन, तपाईँको आइटम जे छ प्रोडक्ट त्यसको क्याटेगोरीहरू चाहिँ के हो त, कुन कुन क्याटेगोरीको प्रोडक्ट छ भनेर चाहिँ त्यो तपाईँले हेर्न सक्नुहुन्छ, हाल्न सक्नुहुन्छ होइन। आइटमको क्याटेगोरी जस्तै कसैको अब जस्तै बेभरेज होला होइन, कसैको फुड होला के होला होइन, त्यो चाहिँ तपाईँले यसरी यहाँ हाल्न सक्नुहुन्छ। बेभरेज भनेर मैले एउटा हालिदिएँ। अनि म्यानेज सेल्स युनिट, अब तपाईँको प्रोडक्ट छ कुनमा चाहिँ बिक्री हुन्छ त होइन, अब जस्तै एउटा पिस छ कुनै अब प्याकेटमा बिक्री होला, त्यो कुराहरू सेल्स युनिट चाहिँ तपाईँले यहाँबाट हाल्न सक्नुहुन्छ। यो पनि नर्मल कुरा भइहाल्यो। अनि म्यानेज प्राइस लिस्ट, बेस प्राइस छ होइन, बेस प्राइस भनेको बेस प्राइस नर्मल प्राइस भयो, तर तपाईँले अब स्पेसल कुनै डिस्काउन्टहरू दिनुहुन्छ भने चाहिँ जस्तै स्पेसल अफरवाला केही स्किमहरू ल्याउँदै हुनुहुन्छ भने स्पेसल अफर प्राइस भनेर मैले हालिदिन सक्नुहुन्छ। त्यसमा चाहिँ अब जस्तै स्पेसल अफर भयो होइन, प्राइस बेस प्राइस भनेको 1 हो भने तपाईँले कति % डिस्काउन्ट दिइरहनु भएको छ होइन। अब जस्तै 10% डिस्काउन्ट दिइरहनु भएको छ भने तपाईँले यहाँ 0.9 भनेर हाल्नुहुन्छ, र 5% दिइरहनु भएको छ भने 0.95 हुन्छ, त्यसपछि 20% त्यसरी नै 0.8 हुँदै त्यो घट्दै घट्दै 1 भन्दा चाहिँ कम हुँदै 1% घट्या छ भने 0.99 त्यसरी चाहिँ घटाउँदै हाल्न सक्नुहुन्छ। अर्को भनेको अब एक्सपेन्सेसको टाइप्स होइन, अब एक्सपेन्सेसको टाइप्समा चाहिँ तपाईँले कुनै स्टाफ बाहिर गइरहनु भएको छ उहाँले एक्सपेन्सहरू केही बुझाउनु छ भने जस्तै पेट्रोल हुनसक्ला, फुड हुनसक्ला, त्यो कुराहरू चाहिँ तपाईँले यहाँबाट सेटअप गर्न सक्नुहुने भयो। अर्को म्यानेज एक्सपेन्स ओभरहेड होइन, अब यो चाहिँ एक्सपेन्स ओभरहेडमा चाहिँ जस्तै इन अफिस एक्सपेन्स हो कि आउट अफिस एक्सपेन्स हो कि होइन, त्यो ओभरहेड पनि तपाईँले यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ। यो यहाँबाट अपडेट गरिदिएपछि भयो। अनि अर्को भनेको बिट प्लानको लागि चाहिँ कुनै पनि एरिया टेरिटोरीहरू तपाईँले क्रिएट गर्न चाहनुहुन्छ भने त्यो हुन्छ। जस्तै एउटा मैले कोटेश्वर भनेर हाल्ने होइन, अर्को कलम के होला, अब तपाईँको एरिया जता जता छ त्यो अनुसारको तपाईँले एरिया चाहिँ यहाँबाट बिट एरियाहरू क्रिएट गर्न सक्नुहुन्छ। अनि त्यो अनुसारले पछि कस्टमर हाल्दाखेरि लिड हाल्दाखेरि चाहिँ त्यो हाल्न सक्नुभयो। अनि यो एरियामा चाहिँ यो मान्छे रहेछ भनेर त्यो अनुसारले बिट प्लानहरू क्रिएट गर्न सक्नुभयो। अब बेसिक कुरा भनेको चाहिँ यो नै भइहाल्यो होइन। अनि सेटअपको लागि अरू बाँकी भनेको तपाईँले यहाँ फोटो हाल्ने, त्यसपछि
हैन, लोगो आफ्नो कम्पनीको लोगो हाल्ने, त्यसपछि यहाँ जो युजर हो उहाँले फोटो हाल्ने, त्यो अप्सनहरू त नर्मल अप्सनहरू भइहाल्यो। अब जस्तै यसमा अटेन्डेन्समा है तपाईँको युजर छ अनि युजरको चाहिँ अटेन्डेन्स भएको छ कि छैन त्यो चाहिँ तपाईँले यहाँबाट चेक गर्न सक्नुहुन्छ। म्यानुअल ओभरराइडको अप्सनहरू हुन्छ, त्यो चाहिँ देखिने हुन्छ। बेसिकली अब सेटअपको भिडियो भनेको यति नै हो है। बाँकी अन्य भिडियो सहित हामी फेरि पनि आउने नै छौँ। धन्यवाद।